हामीले एफर्ट कतिको गर्यौं? एक दिनमा 1 मिनेट, जसको अभ्यास 2 दिनसम्म गर्यौं। टेक्निकली हेर्ने हो भने एक दिनमा हामीले 30 सेकेन्ड मात्रै बढाएका छौं। यसरी तपाईहरु एकदम सानो अभ्यासले, थोरै अभ्यासले, जसरी हामीले थोपा थोपा मिलेर समुद्र बन्छ भन्छौं नि, हामीले 30 सेकेन्ड मात्रै बढाएर पनि 5 महिनाको अभ्यासमा 1 घण्टासम्म बस्न लायक हुन्छौं। अनि तपाईहरु यदि 1 घण्टा चाहिँ आँखा बन्द गरेर बस्न सक्नुभयो भने त्यो 1 घण्टा गरेको मेडिटेसनमा तपाईको बुद्धिको ऊर्जा, मस्तिष्कको ऊर्जा यति धेरै विकसित हुन्छ कि अरु कुनै पनि प्रकारको औषधि खाइराख्नु पर्दैन। मैले कतिपय नशा गर्ने व्यक्तिहरुको माध्यमबाट के सुन्छु भन्दा, राम्रो काम गर्नको लागि, राइटिङको लागि है, मतलब स्क्रिप्ट राइटिङको लागि अथवा अरु केही लेख्नु छ भने क्रिएटिभिटीको लागि नशाको आवश्यकता पर्दछ, त्यसले बुद्धि बढाउँछ भन्दछन्। तर साइन्टिफिकली त्यसले के गर्छ भन्दा, एकछिनको लागि जबसम्म त्यो नशाको प्रभाव हुन्छ तबसम्मको लागि हाइपर एक्टिभ गरिदिन्छ। हाइपर एक्टिभ भनेको धेरै अत्यधिक सक्रिय बनाइदिन्छ। तर जब त्यो दबाईको औषधिको असर अथवा नशाको असर समाप्त हुन्छ, यदि तपाईको मस्तिष्कका 2 लाखवटा ब्रेन सेल त्यसले एक्स्ट्रा एक्टिभेट गराएको थियो भने त्यो जाने बेलामा 3 लाखवटा ब्रेन सेल चाहिँ डेड गराएर जान्छ। भनेपछि बिस्तारै बिस्तारै त्यो नशाको नोक्सान हामीले देख्न सक्छौं। तर यो मेडिटेसनको बिस्तारै बिस्तारै लाभ नै कस्तो हुन्छ भन्दा, यहाँ तपाईहरु यदि म्याथमेटिक्स अलिकति धेरै पढेका हुनुहुन्छ भने कम्पाउन्डिङको रुल सायद तपाईहरुलाई थाहा छ होला, कम्पाउन्ड इन्ट्रेस्टको रुल तपाईहरुलाई थाहा छ होला। 1 मिनेटको अभ्यासमा हामीले यसरी आफ्नो मस्तिष्कको क्षमतालाई बढाउन सक्दछौं। यसैले अभ्यास सबैभन्दा आवश्यक छ। अनि दोस्रो कुरा, कुनै पनि कुरालाई याद राख्नु छ भने बिहान पढ्ने गर्नुस्। बिहानको समय चाहिँ सफलताको समय हो भनेर भन्छन्। जति पनि महापुरुष पहिला हुनुभयो उहाँहरू सबै बिहान उठेर पढ्ने गर्नुहुन्थ्यो। त्यसैले हामीले त्यसलाई ब्रह्म मुहूर्त भन्ने गर्दछौं। ब्रह्म भनेको, ब्रह्म परमात्मालाई पनि भनिन्छ, ज्ञानलाई पनि ब्रह्म भनिन्छ, प्रज्ञानम ब्रह्म। ज्ञान ग्रहण गर्ने सबैभन्दा उचित समय बिहानको समय हो। तपाईहरु अहिले कुनै पनि डाक्टरलाई गएर सोध्नुस्, उहाँहरूले के भन्नुहुन्छ भन्दा, हाम्रो शरीरलाई चाहिँ, हाम्रो मस्तिष्कलाई सक्रिय राख्नको लागि चाहिने निद्रा चाहिँ 8 पोइन्टरको हुन्छ। 8 घण्टाको होइन है, 8 पोइन्टर। अब त्यो पोइन्ट गर्ने तरिका अलग्गै छ। 1 घण्टाको 1 पोइन्टर हुँदैन। 9 बजेदेखि 12 बजे रातिको, 9 बजेदेखि 12 बजेको समयमा यदि हामी सुत्छौं भने त्यो 3 घण्टाको अवधिमा चाहिँ 1 घण्टामा हाम्रो 2 पोइन्टर पूरा हुन्छ। बुझ्नुभयो? 9 देखि 12 को 1 घण्टा भनेको 2 पोइन्टर, 12 देखि 3 को 1 घण्टा भनेको 1 पोइन्टर, अनि 3 बजे पछिको 1 घण्टा भनेको आधी पोइन्टर, 0.5। भनेपछि यदि हामी 10 बजे सुत्दैछौं भने 10 देखि 12 सम्म हाम्रो 4 पोइन्टर पूरा हुन्छ। अनि यदि हामी 4 बजे, 4:30 बजे उठ्यौं भने पनि हामीलाई चाहिने 8 पोइन्टरको निद्रा पूरा हुन्छ। तर अहिले चाहिँ के छ भन्दा, राति 12-1 बजेसम्म मोबाइल चलाउने है, कसैले पढेर पनि समय बिताउनुहुन्छ। तर 12-1 बजे सुत्नु भयो भने त्यसपछि तपाईहरु 10 घण्टा सुत्नु भयो भने पनि हाम्रो निद्रा पूरा हुँदैन। अनि त्यसपछि के लाग्छ भन्दा, सुत्न त 10 घण्टा सुते तर पनि निद्रा पूरा भएकै छैन जस्तो अनुभव हुन्छ। दिनभरि अल्छी लाग्छ, आइराख्छ है। अनि त्यति मात्रै नभएर बिस्तारै बिस्तारै हामीले शरीरमा पनि त्यसको नकारात्मक प्रभाव देख्छौं। जस्तै एसिडिटी बढ्ने है, डार्क सर्कल बन्ने, नङहरू फुले जस्तो अनुभव हुने, पाचन शक्ति क्षीण हुने, भमिटिङ आउला जस्तो हुने, त्यो सबैको कारण के भन्दा हाम्रो निद्रा ब्यालेन्समा छैन। त्यसकारण यी हेर्दाखेरि साना साना कुराहरू देखिन्छन्, तर यसको प्रभाव चाहिँ अघि जस्तो मैले कम्पाउन्डिङको रुल बताएँ, सकारात्मक साना साना प्रयास पनि कम्पाउन्डिङमै हामीलाई फाइदा दिन्छन्। अनि नकारात्मक क्रियाहरूले पनि बिस्तारै बिस्तारै कम्पाउन्डिङमै नोक्सान गर्दछन्। त्यसैले हर साना साना गतिविधिहरूलाई हामीले ध्यान दिनुपर्दछ। त्यसैले विद्यार्थीहरूले धारण गर्नुपर्ने अझै एउटा लक्षण चाहिँ के भन्दा, सजगता अथवा जागरुकता। हामीले जे गर्दा पनि सजग भएर गरौं कि हाम्रो पहिलो काम चाहिँ पढ्ने हो। अनि जे गर्दा पनि यो कामले हाम्रो पढाइ त बाधित हुँदैन नि,
यो कारणले हाम्रो शिक्षा त बाधित हुँदैन नि, ती कारणहरूलाई ध्यान राखेर बाधित हुने कारणबाट टाढा बस्ने अनि सहायक हुने कारणहरूप्रति नजिकिने। जस्तै राम्रा सहयोगी साथीहरू छन् भने उनीहरूसँगको मित्रता राख्ने, सङ्गत राख्ने, तर शिक्षाको लागि। त्यसै गरी हाम्रा गुरु आचार्य शिक्षक अध्यापक प्राध्यापकहरूप्रति नजिक रहने, उहाँहरूबाट टाढा भएन होइन। हाम्रो स्कुलमा चाहिँ के एउटा प्रचलन छ भन्दा जुन विद्यार्थी पढाइमा सबैभन्दा कमजोर हुन्छ ती विद्यार्थीहरू जानी पछाडिको बेन्चमा बस्नुहुन्छ, त्यसले डिस्टेन्स अझै बढाउँछ। त्यो डिस्टेन्स चाहिँ क्लासरुममा मात्रै होइन, लाइफ टाइममा त्यो डिस्टेन्स चाहिँ कहिले पनि कभर हुँदैन। त्यसकारणले जति कारणहरू हामीलाई विद्या शिक्षाबाट टाढा बनाउनेछन् ती कारणबाट हामी आफू टाढा हुने अनि शिक्षाको नजिक लैजाने, ज्ञान रूपी दीपकको नजिक लैजाने कारणहरूप्रति हामी पनि नजिक हुने, त्यसलाई भनिन्छ जागरुकता, सजगता। त्यसकारणले हामी सजग रहौं, सावधान रहौं, ज्ञान ग्रहण गर्नको लागि सधैँ तत्पर रहौं, किनकि ज्ञान ग्रहण गर्नको लागि कुनै पनि उमेर अथवा समय अनुपयुक्त हुँदैन। जन्मेर होस सम्हालेदेखि मृत्युसम्म हामीले केही न केही नयाँ सिकि नै राख्नुपर्छ। हुन त हामी आजीवन विद्यार्थी नै रहन्छौँ, तर अहिले विधिवत रूपमा चाहिँ स्कुल या कलेजमा चाहिँ हामी विद्यार्थी रहन्छौँ लगभग 24 अथवा 25 वर्षसम्म। तबसम्म चाहिँ हामीले हाम्रो सम्पूर्ण ध्यान शिक्षामा मात्रै, पढाइमा मात्रै अनि भौतिक शिक्षाको साथसाथमा आध्यात्मिक शिक्षा र संस्कारमा पनि दिनुपर्छ भन्दै अनि अन्तिममा मलाई कसैले एउटा रिक्वेस्ट गर्नुभएको थियो प्राणायामको बारेमा पनि बताउनु होला भनेर। म क्षमा चाहन्छु पहिले, किन भन्दा प्राणायाम चाहिँ यसरी मञ्चबाट बताउन सकिने कुरा होइन। त्यसको एक एकवटा कुरालाई हामीले ध्यान राख्नुपर्छ। यदि एउटा पनि नियम गलत भयो भने लाभको ठाउँमा नोक्सान हुन्छ, हानि हुन्छ। त्यसकारण जो पनि प्राणायाम सिक्न चाहने इच्छुक हुनुहुन्छ, म चाहिँ के एउटा सजेसन दिन चाहन्छु भन्दा कुनै योग गुरुलाई नै बोलाउनु होला, जसलाई बोलाए पनि बोलाउनुहोस्, तर आफ्नै अगाडि राखेर विद्यार्थीहरूलाई सिकाउनु होला। आसनहरू त हेरेर पनि गर्न सकिन्छ, तर प्राणायाम गर्दा सास मात्रै फेर्नु प्राणायाम होइन, त्यो सासको साथसाथमा अरू पनि विभिन्न प्रकारका बन्धहरू लगाइएको हुन्छ। त्यो भित्री कतिपय प्रक्रियाहरू हुन्छन्, त्यसलाई ध्यान दिएर मात्रै प्राणायाम गर्नुपर्छ। त्यसकारण प्राणायाम चाहिँ यसरी 5 मिनटको समयमा सिकायौँ भने यसको लाभको ठाउँमा हानि हुन्छ। त्यसकारणले क्षमा माग्दै म यहाँबाट बिदा लिन चाहन्छु। सबैलाई प्रणाम।